होस् भन्ने छ। फेरि अर्कोतर्फ फेरि के छ भन्दाखेरि आजको आजै चिज पस्किने पनि प्रवृत्ति पनि छ कता कता। म्यामले अघि आफ्नो कुरामा राखिसक्नु भएको छ। त्यस कारण यो सबै कुरालाई चैतन्य पाठशालाले सम्पूर्ण रूपमा मनोवैज्ञानिक रूपमा अनुसन्धानबाट आएका उपलब्धिहरू, बच्चाको बाल विकासका चाडहरूको रूपमा कुन बेला कसरी के सिक्नुपर्छ, कति जानुपर्छ भन्ने कुरा बुझेर कक्षा 1 बाट बच्चाहरूको औपचारिक शिक्षा सुरु गर्ने बेलाको लागि तयार गर्ने काम चाहिँ चैतन्य पाठशालाले गर्छ। एकदम